हेलो गाइस हामी गाइस आज हामी बल खेल्न गएको भाले म्याच भाले म्याचमा हामी बसिरहेको छौँ हाम्रो ग्याङहरू हेर्नु यो चाहिँ कहिले नुबडाहरू होला एउटा चाहिँ अलिक प्रो छ कि बेसी भइसक्नुहुन्छ हामी चाहिँ आज भाले म्याच खेल्न गइरहेको छु तपाईँलाई बल खेलेको यो भाले चाहिँ मैले बोकेर चाहिँ अहिले तपाईँलाई लास्ट टाइम देखाउँछु ल हस् एउटा चरा त्यही हो भाले हेर्नुहोस् त ए भाले रमी हेर्न सक्नुहुन्छ खेलाडीहरू यिनीहरू चाहिँ खो के भयो हेर्नु त बल टिप्नु गइरहेको छ भ्लगमा हामी बसिरहेको छु यो तपाईँलाई भ्लग कहिले हामी तपाईँलाई ग्राउन्डमा देखाउँछु सिधै ग्राउन्डमा आइसकेको छु ग्राउन्डमा आएपछि हामी हेर्नु फुटबलहरू म त्यहाँ बसेर भ्लग बनाउँछु खोइ यो यसमा बल खेल्छ म त आज भर्खर यसमा ग्राउन्ड पनि कस्तो हेर्नु नि त यो डिएलएसको हेर्नुहोस् यो को फुच्ची आयो छोड्नुहोस् यहाँ डिएलएसको माथि कसरी भाइ दुईजना मात्रै हो म खेल्दिनँ र म तपाईँहरूले हाम्रो यहाँ हाम्रो गाउँ हाम्रो अलिक परको डिएलएसको देखाइदिन्छु डिल खतरनाक छ ओ माई पहिला हाम्रो मम्मीहरू यस्तोमै एक क्लासमा पढ्थ्यो ठाउँ कस्तो छ अरे को फुच्ची आएछ अनि भाले माछ हुँदैछ अफिस भएर छ खतरा दिने ठाउँ छ ती माछाले भनेर लडेको हेर्नु त इमानेको घर उ थियो म तपाईँलाई देखेँ इमाने बिन्द्रेको घर उ थियो उतामा चाहिँ खेताला छ हेर्नु सक्नुहुन्छ खेतालो भएर छ हामी हेर्नु सक्नुहुन्छ भाले म्याच हुँदैछ भाले म्याचको बेला अनि भाले म्याच भइरहेछ खतरनाक भाले म्याच अनि यसपालि कसले जित्छ म चाहिँ यहाँ रेफ्ली है ओ छिटो स्टार्ट गरौँ स्टार्ट रेडी ओके स्टार्ट भइसकेको छ पास हान्ने उपर आर्ट्रिक देखाएर छ अनि चेतन चाहिँ के हेरिरहेको छ अब मैले होला चेतन अब के गर्नेछ के गर्छु यो छ अनि त्यो अनि ईशान कुद्दैछ भ्ल्याक्दै लडेछ अनि मेसी लडे कतिचोटि लडिरहेको छु उहाँ भाइ उसको नाम चेतन अनि यहाँ